यतिको ह्यामसम चाहिँ मेरो नाति भेटाइसकेपछि थरुनी नानी कति उमेर कति हो? उमेर त होला 28 वर्ष कि 28 त ज्यादा गएको त बा यार छिपड भइसकिन्छ नि तपाईले जरा सबै खानु त्यही मलाई निचारी भन्दा फेरि ठुलो एकदमै खुसी पनि अति खुसी लाग्यो तर यो गर्न चाहिँ फेरि दोहोऱ्याएर गर्नु पर्यो छैन अब तपाईँ पनि बिरामी थाल्नुभयो अब एउटा स्वास्नी बिहे गर्नु पर्यो तेरो स्वास्नी आएर या मेरो काम गरिदिइहाल्छु नि गर्दिनँ होला नाप्यो ल हाई गाइज होइन आज चाहिँ म चाहिँ अब के अरे भाडा मान्ने प्रक्रियामा छु किन भन्दाखेरि अब मम्मीलाई चाहिँ हल्का सन्चो पनि भएन बिरामी हुनुहुन्छ अनि फेरि भाडा चाहिँ यतिकै राखेको थियो अनि अब म मारिदिनु भनेर माझिदिनु पऱ्यो भनेर सोचिरहेको छु होइन अनि टु ग्र्याब रियाक्सन पनि त्यसपछि म चाहिँ भाडा पनि प्र्याङ्क गर्छु मम्मीलाई पनि प्र्याङ्क गर्छु होइन कस्तो हुन्छ के भन्नुहुन्छ रियाक्सन के हुन्छ त्यो चाहिँ म देखाउनेवाला पनि छु है त भाडा यिनी नै हुन् अब गाना बज्दै गीत सुन्दै चाहिँ म भाडा मार्नेको प्रक्रियामा छु तपाईको छोरीको बिहेमा जन्तीलाई खुवाएको भाडा माझ्ने मान्छे नपाएर चिन्तित हुनुहुन्छ? यदि चिन्तित हुनुहुन्छ भने अब चिन्ता गर्नु पर्दैन। देखि अस्ट्रेलियामा भाडा माझ्दै आउनुभएका व्यक्तिहरूलाई समेट्दै हाम्रै गाउँठाउँमा आएको भाडा मोल्न थाल्यो म वर्षौँपछि भाडा माझेको बाद वर्षौँपछि भाडा माझेको म अनि त्यट बर्बाद हुँदो रहेछ भाडा माझ्नु त झ्याउ लाग्ने रहेछ बा केही कामै भएन उठेर के गर्ने भनेर भाडा मार्न थाल्यो मलाई पनि गाह्रो पिड के अरे पिड्दो भन्नुहुन्थ्यो अनि अब झ्याउला मेरो पालो भाडा मार्न थाल्यो झ्याउला रहेछ बा भाडा मार्न यसो बस्यो दिक्क लाग्छ सिटामोल खाइदिन्छु अब यसो हिँड्यो उकालो ओह्रालो गरेर थाकिन्छ सिटामोल खाइदिन्छु हाम्रा ठुल्लाको त बानी नै परिसक्यो सिटामोल खानु ए बा त नातिनी बुहारी खोज्नु न हौ के रे एउटा नातिनी बुहारी खोज्नु न नातिनी बुहारी खोज्नु पर्यो बिहा गर्नु पर्यो बिहा गरिदिनु पर्यो बिहा गराइदिनु मान्छे नि भेट्यो भने बिहा गराइदिनु त के भयो अनि थरुनी छ भने तपाईँको घरतिर थरुनी हुँदैन थरुनी ल्याउनु न थरुनी ल्याउनु कुरा गर्नु त कुरा गरिदिनुहुन्छ त मान्ली मान्छे कति छ यतिको ह्यामसम चाहिँ यतिको ह्यामसम चाहिँ मेरो नाति भेटाइसकेपछि थरुनी नानी मेरो नाति भेटाइसकेपछि थरुनी नानी ह्यामसम अहिले नआउने नि फेरि आउँछ कत्रो छ अरे ए ज्याङ्गो छ तल देख्नु भएको छ देख्नु भएको छ मैले देखाएको छ कहाँ मोटी पनि धेरै मोटी पनि होइन पातली पनि धेरै पातली पनि होइन ठिक छ कि गोरी छ कि काली छ भनौँ न गोरी छ कति उमेर कति हो? उमेर त होला 28 वर्ष कि 28 त ज्यादा गएको त बा यार छिपड भइसकिन्छ नि 28 के छ त तपाईँ त छिपड छ कहाँ छिपड छु त म त यार केही छिपड छैन मेरो भर्खर कलिले खान्छ छिपड हुनुहुन्छ यार तपाईँले जरा सबै खानु त्यही मलाई निचारी भन्दा फेरि त्यसलाई त्यसको निचारिदिन्छ फेरि होला त्यसको निचारिदिन्छ नि थाहा तपाईँ हो पानी खाएको थाम्न सक्ने हुन्छ नि त थाम्न सक्ने हुन्छ नि त त्यो अस्ति तपाईँ ल्याएको भोटी नि त्यही त त्यसले खै मैले त विचार गरेर यहाँ सात दुर्दुर गरेँ त्यसले
त्यो भोलि सँगै गाडी चढाइ देखिस् त अँ त्यसले चाहिँ जाउँ उतैतिर त्यतातिर जाउँ भने अब मान्ने खालको मान्छे लग्नुपर्छ नि त बा हँ लिएर हिँड्नु पर्थ्यो नि हिँड्नु पर्थ्यो यहाँ दूर दूर गरेँ क्या सुनेर हेरेर चाहिँ अस्ति मैले लिएर आएर मान्छे राख्नु पर्थ्यो नि अन्टी भनेर फकाफुले गरेर राख्नु पर्दैन थियो भने त्यस्ता मुर्ख मान्छे त्यस्ता कन्दानीहरू त के राख्नु बा चोरेर भाग्यो भने राख्यो नि कहाँ जाँदा बा नुहाउनलाई ल अब म चाहिँ होइन मम्मीलाई क्या अब तपाईँ पनि बिरामी हुनुहुन्छ तपाईँ हिँड्नुभयो बिहे गर्नु पऱ्यो भनेर भन्छु होइन के भन्नुहुन्छ है ल्याउँदै हुन्छ मम्मी अब लुगा फेर्दै हुन्छ आज मम्मीको कति सायद 5 days होला पिरियडको अनि लुगा फेर्दै हुनुहुन्छ लुगा फेरेर आउनुहुन्छ दिनमा तपाईँको छोराले सब भाँडा माझ्थ्यो खुसी हुनुहुन्छ तपाईँ ठुलो काम गरेछ खुसी भएँ खुसी हुनुभयो हो त दिदी आधी जुटेर छ कहाँ छ ल प्रमाणित गरेर देखाउनु पर्यो नि पुसपास पनि छैन अब त्यो पुष्पास सबै गर्न त कहाँ सक्छु त म जुठै छ चुलो जुठै छ जुठो चुल्हा कसरी पकाउनु चोखो भएर भएन पकाउने ठाउँै जुठो भएपछि अशुद्ध भएपछि के लाग्छ अब त्यस्तो नसुनाउनु म बल्ल बल्ल त्यति भाँडामा चाहिँ वर्षौँमा भाँडा माझिस ठुलो एकदमै खुसी पनि अति खुसी लाग्यो तर यो गर्न चाहिँ फेरि दोहोऱ्याएर राख्ने गर्नु पर्यो त्यस्तै दोहोऱ्या नि अब सुरुमा गरेर दोहोऱ्याउनु अलिकति फरक छ त्यही त त्यही नै भन्नु त केही भन्न उपाय छैन तपाईँ पनि बिरामी थाल्नुभयो अब एउटा स्वास्नी बिहे गर्नु पर्यो तेरो स्वास्नी आएर यहाँ मेरो काम गरिदिइहाल्छ नि गर्दिनँ होला नाप्यो अब बिहा गर्नु पर्यो नगर्नु बिहा गर्नु त तेरो यहाँ आफूलाई पालन गरेर भएर तेरो स्वास्नी कसले पाल्नुहोस् आफूले पाल्ने आफै पाल्छु नि पालिस यस्तै हरिलटुवाले पालेर के गर कमाउने त उहाँको मान्छेले पाल्छ कमाइहाल्छ जाऊ कमाउन त के गाह्रो छ र मम्मी कमाउनु नगए पो हो त तँलाई कमाउन अहिले कसले के दिन्छ र कमाउनु फेरि जागिर दिइहाल्छ त्यसले गर्दा अलिअलि गर्न काम सिकाउन पठाउनु पर्थ्यो अब यसो गर्नु पऱ्यो क्या मम्मी के गर्नु पऱ्यो भन्दाखेरि केही नगर्ने अब जिन्दगानी दर्पण छाया आज मलाई के भन्नु बिहान यसो उठेँ होइन अल्छी लाग्यो के भयो ल भाँडा माझ्दै भने भाँडा माझेँ होइन होइन खास गरेर तपाईँलाई बिरामी बिचार म मेरो बिरामी छ भनेर नि मैले भाँडा माझ्दै मम्मी त्यस्तो नभन्नु पाप लाग्छ हो आफ्नो सुरले त्यो अल्छी लागेलाई के चाहिँ गर्नु भनेर सुरले होइन तपाईँ बिरामी हुन्छ भने भाँडा माझ्दै हो हिजो मल्ला माछु त भन्थे तर के मल्ला अनि हिजो मलाई आएन बिहान अनि चाँडै उठेँ अनि त्यसपछि अब मेरो मम्मी पनि बिरामी छ अब भाँडा माझिदिनु पऱ्यो भनेर भाँडा माझ्दै त्यति सम्झिनु पनि ठुलो भयो मेरो लागि सम्झिनु पऱ्यो नि त आफ्नो आमालाई नसम्झ्यो कसले सम्झिन्छ कसले सम्झिन्छ तपाईँलाई ल भन्नु मोबाइल तैँले सम्झिन्छस् ल्याउनु न त पैसा त्यसो भए पैसा फकाउन लागि यति गरे होलास् ल्याउनु न 200-400 रुपियाँ 500 मेरो आमा कहाँबाट ल्याउनु मैले त यो बिगार्दैछ यहाँ हेर्न यत्रो ग्याप गरिदिएर कसले यसको यो उ पनि मिलेर छैन मिस्त्रीले मिस्त्री ढाका हेर्ने त्यस्तै कति कुरामा रहेछ कि पैसा दिनुहुन्न मलाई राम्रो राम्रो पैसा मेरो त्यो ऊ बिक्रीमा हाल्दैन है खाटाहरू बिक्रीमा हाल्दै बरु पैसा कमाइन्छ त्यसबाट 2-4 तँलाई 1-2 कमिसन देऊला कमिसन चाहिँदैन कमिसन चाहिँ चिया बनाउनु हो चिया हाम्रो चिया पकाउनु भनेर आएको भने दिदीले कसले हो चिया पकाउनु दिस मच फर टुडे सुनिहाल्नु भयो चिया लगाइरहेको छु ल बाई बाई टेक केयर फन